खतरों के खिलाड़ी मग 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 भन्छ के यसलाई चाहिँ मग चाहिँ भन्दैन नि त उसलाई भन्छ मेरो कपाल हान्दिनु नि त उसले हानिरह त निराजनले हानिदिन्छ निराजन यहाँको उठ्नु लाग्यो क्या यार अरू त ठिकै थियो यहाँको उठ्नु लाग्यो निराजन सिकाइदिन्छु उसले हानिदिन्छ हान्दिनु न उसले हान्छ हौ हान्दिनु न म दाइलाई त मन नहान्नु भनेको कि यस्तो चाहिँ म त्यस्तो हान्नुको अब पछाडिको नि अलिअलि त्यो 45 मिनेटदेखि भोलि बिहानसम्म अलिकति पलाइहाल्छ यहाँनिर अझै पैसा टक्क हल्का मिलाइदिनु अहिले काटेको 45 मिनेटदेखि पलाइ आउनु थालिहाल्छ भोलि बिहानसम्म अलिकति पलाइहाल्छ भइहाल्छ क्या त्यो भएन त्यसै मूल्यमा त्यसै टाइपमा माथिसम्म भए पनि मिलाइदिने कि हल्का चिल्लै भयो नि त यो पछाडिको नि कहाँ उतातिर काटिसकेछौ डन्डीफोर हो पवनको चाया हो चायाको डन्डीफोर पनि आउँछ कोटी चाया सबै आउँदैन साह्रै हो कि साथी मेसिन हानिहाल्छ नि कपाल त भेट्छ नि त्यहाँसम्म त यो देखाए पनि यहाँसम्म भेट्छ कपाल भित्रसम्म के लाग्यो तिमीलाई यो कपाल ठिक ठिकै जुङ्गा भइदियो खतरा देखिन्छ होइन साकार देखिन्थ्यो यो भन्दाखेरि म त फेरि अर्को नाम आउँदैछ भित्रबाट तर मान्नु पर्यो आफैले भने होइन विश्वासै मान्दैनन् साथी 2-3 मा हानेको झन् ठुट्टै हो क्या योभन्दा सानो मानिले नगर्नु दादा यार छ्या जे पनि हान्नु भयो 4 मै हानेको केली भयो त फौजी हाम्रो यो पिपिआईबाट एउटा फौजी उठेको थियो लाउरेमा ट्रेनिङ गर्ने रे मेरो गुरु चाहिँ अक्षय दादा है हैन मिल्छ के दाइ मिल्छ बस त मेरो अलि कति ठुलो ठुलो बान्नु पर्यो म मिलाइदिन्छु दादा के हो रुपे हाम्रो पिपिआई को स्तर चाहिँ कपाल काट्नु भइरा यो यसको यो त्यो छैन हान्ने लागि गुड 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 हाय के गर्न लाग्यो आज हामीले आज हाम्रो हेमन्त मित्रको बर्थडे छ सबैजनालाई इन्भाइट गरेको छु आएर त्यसलाई चिलअप गरिदिनु चिलअप के भन्छ चिलअप पुसअप गरिदिनु पुसअप गरिदिनु ल है अनि यता हाम्रो मित्र चाहिँ कपाल काटिरहेछ अब उसले एकछिनमा सङ्गीत गाउँछ रे अनि यसको सङ्गीतमा म डान्स गर्ने ल है त उसको त के भन्छ उसले के भयो डाउनवाला हिँडाइ डाउनवाला डाउनवाला पारा देखाउन अलि बोतल हिँड्दैछु ज्याङसान देखाऊ रहेछ है रहेछ ल बिचरा
पिपिआईमा ढुङ्गा फुटाल्ने कार्यक्रम भइरहेछ इलेक्ट्रिकल